व्हाट्सअप गाइज ल अब हाम्रो यात्रा अब जङ्गल सफारी जिप सफारी गर्दैछौँ। अहिले हामी ठ्याक्कै यो अमरटारीको थारू गाउँ भिलेज रिसोर्टबाट हामी अगाडि बढेका छौँ। ध्रुव सर ल आजको हाम्रो सफारीको बारेमा 2-4 शब्द जान्छ सर। ल हामी भर्खर 6:30 बजे अमरटारीबाट 3.5 घन्टाको लागि 3-3.5 घन्टाको लागि सफारी सुरु गऱ्यौँ। हाम्रो टार्गेट सकेसम्म टाइगरै हेर्ने हो। हाम्रो चाहिँ ल दिनेश सर छोटो मिठो ल एकदमै खुसीको क्षण जङ्गलमा हराउने मान्छे ल हेम सर सरहरू आइदिनुमा चाहिँ एकदम खुसी लाग्यो अरे। अब कसरी हुन्छ हामीले अब देखाउने प्रयत्नमा छौँ। अब सर ल यो क्षण यस्तो अवसर पुऱ्याइदिनु भएकोमा हाम्रो यम सरलाई पनि धेरै धेरै विशेष धन्यवाद। हाम्रो दाजु हुनुहुन्छ आज हाम्रो यात्रामा सबै हामीलाई जानकारी दिनुहुने होइन गाइड गर्ने। दाइको नाम लालबहादुर दाई हुनुहुन्छ। एकदम हामीले इन्जोय गरिरहेको छौँ। यस्तो राम्रो छ दाइको खास गरी यो निकुञ्जसँगै जोडिएको होइन बोफर जोन एरियामा चाहिँ हामी चाहिँ जाँदैछौँ। खास गरी 3वटा डिफ्रेन्ट हेबिटाटहरू होइन विचरण गरेको क्षेत्रहरू। एउटा रिभरल्यान्ड फरेस्ट, ग्रासल्यान्ड, वेटल्यान्ड होइन। त्योभित्र सबै वाइल्ड एनिमलहरू हामी डिफ्रेन्ट टाइप्सको बर्ड्सहरू खोज्दै जाने हो होइन। अब यो चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कोर एरिया र अब यो बफर जोन एरिया होइन सँगै जोडेको हिसाबले अब जनावरहरू कोर एरिया जाने यता बफर जोन पनि आउने गरिराखेको हुन्छ होइन। अब खास गरी हामी हेर्ने भनेको आज चाहिँ खोज्ने भनेको अब सबै जनावर स्योर त हुँदैन तैपनि हामी प्रयास गर्छौँ। अब यो जङ्गलमा अब तपाईँको वानहन राइनो भइहाल्यो, सिङ्गैना होइन, पाटे बाघ, अब सोलत बियर र लियो पाटहरू अलिक कमै मात्रामा देखिन्छ होइन। तर पनि हामी खोज्दै जान्छौँ होइन। अनि त्यसपछि अब 4 स्पेसिसको डियरहरू, त्यसपछि अब वाइल्ड बोर, पिकक, डिफ्रेन्ट टाइप्सको बर्ड्सहरू होइन। अब हामी खोज्दै जाने होइन। अब हेरौँ आजको कतिको साइटिङ हुन्छ होइन। हामी सबै जङ्गलमा चाहिँ सबैजना एकदमै शान्त वातावरण छ। अहिले मराहरूलाई डिस्टर्ब नगर्ने तरिकाले डिस्टर्ब नहोस् पनि भयो हात्तीको हात्ती बोल्न खेल्ने ठाउँ यही हो। 2 चोटि चाहिँ यहाँबाट पहिला बाघले खोरमा यो थियो होला। हिजो मैले खिचेको त्यही हो होइन। ल्यापिङ होइन रेड वाटरले खै सर खै यार म लाइटै मिल्दैन। लाइटमा कालो आउँछ यार। अब यो चाहिँ अब मेल हो होइन। यसको अब यो सिजनमा चाहिँ पखर झैत्या छ। फिमेलले चाहिँ बच्चा कहाँबाट त्यहाँ देखाउँछ त्यहाँ त कसरी जान्छ हाम्रो नजरै जान्छ। चरा सम्बन्धी डिप भयो त्यो देखिहाल्छ कि कहाँ नजर पुगिहाल्छ। ध्रुव सर देख्न क्लियर यही नै आयो। आँखै देखियो होइन। खै सर त्यो दिनु त बाइनोकुलर ड्याङ पोत गिरा यस्तो पोज कुनै पाइन्न। देखियो त
क्यान्टिन होइन यो कठमल घोल भन्छौँ होइन त्यो वाच टावरको यहाँ छ यहाँ चाहिँ हामीले गेस्टहरू राखेर यहाँ जङ्गलको वेट गर्छौँ होइन यो हिजो मात्र काटिरहेको थियो रातमा हातले काट्छ कि मेसिन हुन्छ मेसिन हुन्छ त्यो गऱ्यो त यही उसको वन किट जुन थियो नि त्यो काट्दैबाट आउँछ नि हामी बस्ने भागमा आइसक्यौँ जङ्गल पछि अझै मध्ये नि भएन होला सर घरमै गाह्रो परिहाल्यो आहा फेरि हाम्रो यात्रा रेस्ट गरेपछिको दोस्रो यात्रा हेम सर आउनु आउनु ल फोटो हान्नु है फेरि पुनः अब चाहिँ हजुर फोटो पनि हान्नु आउनु त हेम सर फेरि अनि कति आउने बसौँ त तपाईँ लोड भन्छ नि सर रहेछ त एउटा चाहिँ है यस्तो रमाइलो दिनेश सर के चराहरू भेटिए त बडाहरू तपाईँले भनेको भेटिएको एकदम उहाँको चराको अहिले विशेषज्ञ नै हो उहाँ दाइ पनि भेट्नु भएको दुइटै यस्तो यस्तो हुनुभएको क्या काठले पनि चराकै दाइहरूको त हुनै Seashells in the sand. Radio hums a tune I can't name. Crooked smiles crashing waves. त्यो बाँदर यार अर्कै खालको भएको डियर पनि छ यार सँगै छन् यार त्यो बाँदर भने अर्कै खालको हुन्छ चाहिँ रिसोर्समा कहाँको हुन्छ रातो बाँदर होइन हामीसँग यो तराईमा चाहिँ तराई गिरे लङ्गुर तिनीहरू चाहिँ डियरसँग किन सँगसँगै हुन्छ भन्दा सँगसँगै हुन्छ भन्दा फ्रेन्डली छ होइन माथि गयो भने पात पतिङ्गर झारिदिन्छ तिनी एकले अर्कालाई ऊ हुँदो रहेछ के भन्छ सेफ्टी महसुस लेओपार्ड र अनि टाइगरहरू देख्यो भने आवाज दिन्छ अनि बाँदरले अनि यिनीहरू चाहिँ सेफ जोनमा जान्छ Crowds moving like a heartbeat. Skipping stones in city streets. बाँदर बाँदर Let's write a new story, leave the old behind. Someone's cooking love in the air, I swear. Every spark in their voices shows they care. Colors splash like secrets on these walls, while laughter echoes through the halls. Feel the world just turning slow. Let the breeze अब यो बन्दै गरेको नाइट स्टे गेमको लागि यो सरकारी तर्फबाटै भन्छ होइन सर अब यहाँ वन काम गर्ने
अब अहिले हामीलाई केही गर्दो रहेछ भन्ने हुन्छ। Hit that bass line nice and slow. Talk box singing, let the rhythm flow. Palm trees swaying, do you feel that breeze? Rolling down the boulevard, cruising, moving on that West Coast ride. हुन सक्दैन न Flames and the ocean tide. Chilling at the cookout, grab a plate. Got ribs, got wings, I just can't wait. Talk smack with the homies, laugh till we cry. And the beat still bumps as the sun says goodbye. Now throw your hands up if you feel this breeze. Come on, the West Coast vibing got you funk turn high. Under neon skies, man, we're feeling fly. Cruising, grooving on that West Coast ride. Say barbecue flames and the ocean tide. यो अहिले हामी गएर देख्छौँ। Keep it alive. This laid back life's just what we do. त्यो ताजा ताजा आलु Shining, the streets come alive. Candy paint gleaming, yeah, we thrive. Oh yeah, boombox bumping, let the good times roll. Funk so strong, it's seeping in your soul. Full moon shining, streets come alive. Candy paint gleaming, yeah, we thrive. याद आयो मलाई यो यहाँ आएको Boombox pumping, let the good याद times आएको एकदम roll. मजाले याद आयो। Funk so strong, it's seeping in your soul. Full moon shining, streets come alive. Candy paint gleaming, yeah, we thrive. Ooh yeah, boombox pumping, let the good times roll. Funk so strong, it's seeping in your soul. कस्तो छ रियल देखिन्छ यार हुन्छ त्यसबाट कस्तो रियल जस्तो देखिने यार। त्यहाँ त पाल्टाकै बस्नु ए मारे नमस्कार ए सर नमस्कार अनि यसो फेरि बाघ पनि आउँछ भने छैन रहेछ नजिकमा मसिनो छ त्यही त नि गरेको नै हो
क्या हेर्छ त क्रस छ अहिले हामी जटाई रेस्टुरेन्ट भन्ने ठाउँमा आएका छौँ। यहाँ गिद्ध पाइन्छ होइन, एकदम लोपन्मुख गिद्ध। आज हामी तपाईँहरूलाई अवलोकन गर्नेछौँ। अब यो जटाई रेस्टुरेन्ट चाहिँ सन् 2006मा इस्टाब्लिस माथि हेर्ने माथि हेर्ने माथि धेरै उता नजानु हो अब काल हप्तामा 3 चोटि थोर थोरै मरद मात्रै यो सबै यो सालको बच्चा है यो भल्चरहरूमध्ये नेपालमा 9 स्पेसिसै भेटिन्छ। अनि यो जटाई रेस्टुरेन्ट चाहिँ 8 स्पेसिसको होइन, विन्टरमा त 8 स्पेसिसै देख्न सकिन्छ। अहिले समरमा अलिक कमै देखिन्छ है भल्चरहरू। यिनीहरू विशेष गरी मांसाहारी पन्छी अब मरेको सिनहरू मात्र खान्छ। अनि प्रकृतिलाई सफा राख्न लागि यिनीहरूको धेरै ठुलो महत्त्वपूर्ण रोल छ। त्यही भएर यसो संरक्षण महत्त्वपूर्ण छ है। अनि एउटा चाहिँ यहाँ नभेटिने चाहिँ 8 स्पेसिसको यहाँ चाहिँ एउटा चाहिँ हिमालतिर बेडेड भल्चर लामागेर भन्छ, हाडफर गिद्ध भन्छ। हड्डी फोडेर भित्रको बनम्याएर खाने सानो हड्डी पनि निन्दिन्छ। तिनीहरू चाहिँ हिमालमा पाइन्छ। अरू 8 स्पेसिसको यो जटाई रेस्टुरेन्टमा होइन। यो कम्युनिटीले कन्जर्भेसन गरेको होइन, वर्ल्डकै पहिलो हो, लोकल कम्युनिटीले है। एकै ठाउँमा 8 स्पेसिस। साउथ एसियामा 9 स्पेसिस, नेपालमा 9 स्पेसिसै भेटिन्छ। तर यो जटाई रेस्टुरेन्टमा चाहिँ 8 स्पेसिसको भल्चरहरू चाहिँ यहाँ रेकर्ड गरिएको छ होइन। यिनीहरू धेरै टाढा उड्न सक्छ, धेरै माथि उडे पनि आफ्नो आहारा चाहिँ देख्न सक्छ होइन। प्राकृतिक कुचिकार होइन, जहाँनिर भल्चरहरू हुन्छ त्यहाँको इन्भाइरोमेन्ट चाहिँ क्लिन होइन। कति राम्रोसँग बसेको हेर्नु कतितिर रेस्ट गरेर बसिहाल्छ। अनि मर्निङमा चाहिँ अलिक बढी देखिन्छ। अहिले पछि दिउँसो घाम लागिसकेपछि चाहिँ आफ्नो आफ्नो हिसाबले चाहिँ आहाराको लागि चाहिँ जान्छ है। ल जाउँ। पहिला यो क्याप्टिभ गेजमा चाहिँ बचेराहरू ल्याउँथ्यो चितवन नेसनल पार्क। निश्चित एरियामा मात्रै बस्छ होइन। निश्चित एरिया भन्दा पनि यिनीहरू अब वाइल्ड नै हो, तर यिनीहरूलाई बानी परिसक्यो, दुःख नगरी खान पाउँछ। जस्तै दाइ हामीले यो खाना दिएको कुराहरू अब जो खान्न भनेपछि यता ल्याएर फाले हो के हो? यो बोनहरू चाहिँ कलेक्सन गरेर पछि चाहिँ लान्छ। ल जाउँ सर। अर्कै हो दाइ? देख्ने क्षमता चाहिँ करिब 30-35 मिटरको मात्र देख्छ है। देख्दैन हाम्रो आवाज गर्दाखेरि 70 करिब 170 हेक्टरमा फैलिएको छ। एयरपोर्ट बराबर छ। यो आर्टिफिसियल ग्रासल्यान्ड होइन, नेचुरल हो यो। यो रुखहरू सानसानो रुखहरू आएर हाल्छ। पहिला चाहिँ बेङ्गल अमेरिकन भन्ने चराको कन्जर्भेसनको लागि यहाँ पाउँछ। 2 इयर्स पहिला चाहिँ म पनि भेटेको थिएँ, खोज भेटेको यहाँबाट चितवन सरले भने चितवन आउने जाने चाहिँ यही करिडोरबाट चाहिँ जान्थ्यो। नजिक पनि पर्छ होइन चितवन होइन। चितवनमा माइक बजायो भने यहाँ सुनिन्छ सर। हजुर चितवनमा माइक बजायो भने यहाँ सुनिने हो कि त्यो त मैले सुने होइन। यो नेसनल पार्क उताको बेलोद साइडतिर जय भोलेनाथ।
गरेर खिच्नु होला एकैचोटि फेरि सबै देखाउन थाल्यो भने फेरि फर्केर आउनुहुन्न यार त्यस्तै हो सर भयो सबै एकैचोटि देखाउने आज त्यस्तै भयो नि त है ल सबै देखिन्छ जोक है अहिले कन्ट्याक्टमा हुन्छु सहर हुनुहुन्छ जुन कुरा बढी देखिन्छ नि सर त्यसको भेल्यु हुने हुन्छ कि भर्खरै हामीले भन्यो नि धेरै देखि बन्न खिच्छ त्यही हो बुटामा जान्न भन्ने कुरा के हो भुइँमा हुन्छ तल तल है तित्रो जस्तै हुँदैछ यार तपाईँको यो हेर्दै थिएन यो मैले एकदम सर्च गरिरहेको थिएँ यो पनि के ठाउँमा यो नमुना नै हो नमुनाको चालीस 45 मिनटको यहाँबाट अनि तपाईँको अमलटारी घाटमा चाहिँ ओह्राल छौँ त्यहाँ अनि सनसेट पोइन्ट त्यहाँ हो हजुर मजाले त्यहाँ यात्रा गर्दै जाने हो चौराको सबै छ नि सर फाइनल्ली हाम्रो जङ्गल सफारी चाहिँ अब सक्यो हामीले होइन बरु अब यो राम्रो सफरमा अब कस्तो रह्यो बरु यहाँहरूको सफारी होइन कति देखाउन सक्यो कति देखाउन सकिएन अब यहाँहरूले भन्नु होला अब सकेसम्म त मेरो उबाट चाहिँ राम्रै भयो जस्तो लागिरहेको छ अब हामी चाहिँ जङ्गल सफारी चाहिँ सक्यौँ अब हामी रिजोर्टतिर चाहिँ प्रस्थान गर्दैछौँ चराहरू धेरै देखियो चराहरू चरा त्यहाँ भएको नाताले मलाई चाहिँ 100% दिनु पहिला धुरो सर बोल्नु त ल होइन आजको आफ्नो सफारी बारेमा एकदम चाहिँ हाम्रो गाइड चाहिँ दाजुको नाम के अरे लालबहादुर दाजुले एकदम कसरी हुन्छ होइन आफ्नो बेस्ट सकिन्छ भनेर आफ्नो बेस्ट दिने प्रयास गर्नुभयो त्यसको लागि दाजुलाई धेरै धेरै धन्यवाद होइन अनि हाम्रो चाहिँ चराको धेरै चाहिँ विशेषज्ञको रूपमा अहिले पछिल्लो समय दिनेश सरलाई चराका 2-3टा थिङ अनि चाहिँ गरेर धेरै थिक्ने लगायतका चराहरू चरा भेट्यो है चराहरू 2-3टा चराहरू नवलपुरको अमलटारी क्षेत्रको यो सफारीलाई पनि यसो प्रचार गरिदिनु ल भन्नुहोस् अब दिनेश सर आजको सफारीको बारेमा कस्तो अनुभव भयो तपाईँको धेरै खुसीको छेड यो बिहानी आज कति गते रे आज 7 गते असार 7 गते 2083 सालको असार 7 गते बिहानी चाहिँ हामीलाई एकदमै सुन्दर बिहानी भएर आयो यो नलपासीको अमलटारी क्षेत्रको जङ्गल हामीले सफारी सिद्धाएर अहिले फर्किँदैछौँ यो सफारी धेरै नै महत्त्वपूर्ण रह्यो विशेष गरी म चरापारखी भएको नाताले विभिन्न किसिमका चराहरू खिच्ने मेनली मलाई एकदम खुसी लागेको राम्रो फोटो खिच्न सफल भएको छु जस्तो लागेको छ त्यो चाहिँ पछि मैले पोस्ट गर्नेछु त्यसै गरी विभिन्न किसिमका चराहरू देख्न पायौँ हामीले जनावरहरू हात्ती त्यसै गरी आजको ल याम सर आजको बारेमा भनिदिनुहोस् सर आजको सफारीको बारेमा अब हजुर अघि पनि भनिसक्नुभयो मैले हजुर धेरैचोटि घुमिसक्नुभयो तर आज जस्तो तपाईँहरूलाई कहिले पनि भएको थिएन यो कसरी भयो त भन्दाखेरि एउटा हाम्रो जो गाइडलाइन हुन्छ दिनेश सर जुन एकदम पुरो हो चरा पार्की छ एकदम पुरो मिलेर जसले रमाइलो एकदम राम्रो भएको छ पक्कै पनि आजको सफारी एकदम यादगार सधैँभरि बिर्सन नसक्ने अवस गरेर छ पिरियड भयो होइन आजको यहाँ सफारीको लागि विशेष गरी हाम्रा यमुनारायण महतो सर लगायत हाम्रो लालबहादुर दाई अनि एकदम यसको लागि धेरै धेरै हामी आभारी छौँ यो अमलटारीको बसाइ एकदम विशेष रह्यो यहाँ जो भिडियो हेर्दै हुनुहुन्छ यो अमलटारीको भ्रमण गरी होइन यहाँको यो पर्यटन व्यवसायले अझ प्रवर्धन गर्नुहुन भन्ने हामीले अनुरोध गरेका छौँ
एकपटक आउनु होला। सबैजना एकपटक आउनु होला, अवलोकन गर्नु होला। सौराभन्दा केही कम छैन भन्ने आज हामीले महसुस गर्न पायौँ। ल अब यो यसलाई बिट मार्दै तपाईँहरूलाई बिट मार्दै अब हामी हाम्रो होमस्टेतर्फ लाग्दैछौँ र त्यहाँ हामीले भोजन गरेपछि हामी घरतर्फ लाग्नेछौँ। ल निकै पर्दैछ है त। लोकेसन भन्नुपर्दा नवलपरासीको पूर्व नवलपुर पूर्व जिल्लाको कमलटारी भन्ने ठाउँ हो। यो डन्डाबाट करिब 7 किलोमिटर हामी दक्षिणतर्फ लाग्नुपर्छ। एकदम रमाइलो ठाउँ छ। थारू विशेष गरी थारू कल्चर रहेको ठाउँ। अब म पनि थारू गाउँमै बसेको हुनाले एकदम अझ छुट्टै रमाइलो भयो। ल ल बाँकी कुरा पछि भिडियोमा भन्ने नै छौँ होइन। धुलो सर एकदम रमाइलो भयो सर। एकदम रमाइलो भयो, एकदम मेमोरेबल भयो यो सफारी। पहिला पनि गरिरहेको थियौँ। एउटा चाहिँ ल अझ एउटा कुरा हामीले भन्न बिर्स्यौँ। यहाँ आज ड्राइभर भाइलाई पनि हामीले यो भिडियो मार्फत विशेष धन्यवाद दिन चाहन्छौँ। उहाँको पनि ठुलो हात रहेको छ। ल अब यहाँ हात्ती धुर्वाको छोरा ल हाम्रो धुर्वा सँग छ र धुर्वा हात्ती पनि देखिँदै ल। टाउको यार क्यामेरामै अटाउनु यार। सबै टाइट अझ कस्तो सुनमा सुगन्ध भयो यार। आहा कस्तो राम्रो फिनिसिङ भयो कि आजको यात्रा यार। यो हात जाने कुरो भन्छ यार। ल हामी आएका छौँ है। एकदम रमाइलो जङ्गल सफारी गरेपछि हामी फाइनल्ली